आज हामी ख्रिस्टको निम्ति जिउनु भन्ने विषयमा वचन हेर्नेछौँ। साँच्चै नै हामी ख्रिस्टलाई पछ्याइरहेका जनहरू हौँ। हालेलुया हैन। ख्रिस्टको निम्ति जिउनु चाहिँ पर्छ, किनकि ख्रिस्ट हाम्रो निम्ति आउनुभयो हैन। ख्रिस्ट हाम्रो निम्ति जिउनुभयो, ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, अनि ख्रिस्ट हाम्रो निम्ति नै त्यो मृत्युलाई जितिकन जिउनुभयो। हालेलुया हैन। त्यसैले हामी चाहिँ ख्रिस्टको निम्ति जिउनु चाहिँ एकदम महत्त्वपूर्ण छ। अनि तपाईसित बाइबलमा पढ्न सक्नुहुन्छ। फिलिपी 1:21 मा पावलले त्यहाँ यसरी भनिएको छ। यहाँ पावलले चाहिँ भन्दछ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। हालेलुया हैन। पावलले यहाँ हामीलाई भन्दै हुनुहुन्छ, मेरो निम्ति जिउनु चाहिँ के हो रे? ख्रिस्ट हो हैन। मेरो निम्ति जिउनु चाहिँ अरू कुनै कुरा होइन, मेरो निम्ति जिउनु चाहिँ केवल ख्रिस्ट हो हैन। संसारमा मानिसहरू विभिन्न कुराको निम्ति जिउँछ हैन। कोही एकदम फेमस हुन, कोही एकदम हैन धनी हुन हैन जिउँछन्। तर धनी हुनु, फेमस हुनु नराम्रो होइन, तर पहिलो स्थान चाहिँ ख्रिस्टलाई चाहिँ हामीले दिनुपर्छ। हालेलुया हैन। हामी चाहिँ ख्रिस्टको निम्ति जिउनु पर्छ हैन। अनि पावलले यो वचन भन्दै गर्दाखेरि चाहिँ पावल चाहिँ हामी जसरी यसरी आनन्दको ठाउँमा चाहिँ थिएन हैन। पावल चाहिँ हामी जसरी यसरी आनन्द हैन, एकदम पंखा हैन, यहाँ एकदम छानो छ हैन, राम्रो ठाउँमा बसेर लेखेको वचन चाहिँ होइन हैन। यो वचन लेख्दै गर्दाखेरि चाहिँ पावल चाहिँ कहाँ थियो त तपाईहरुलाई? कहाँ थियो? जेलखानामा। जेलखानामा। कहाँ थियो? जेलखानामा हैन। एकछिन सोच्नु न, तपाईले जेलखानामा पर्नुभयो, जेलमा पर्नुभयो, तपाईले यस्तो वचन बोल्न सक्नुहुन्छ होला? गाह्रै छ हैन। तर पावल पनि हामी जस्तै साधारण मानिस नै थिए, उसको पनि हैन हामी जस्तै हाड हैन, हाम्रो जस्तै हाड मासु छाला हैन भएको व्यक्ति, साधारण व्यक्ति नै थिए। तर ऊ चाहिँ ख्रिस्टको निम्ति जिएको कारणले चाहिँ उसले चाहिँ यो वचन भन्न सके। हालेलुया हैन। म चाहिँ यो जेलमा हैन मर्नु पर्यो त नि हैन, जे गर्नु पर्यो त नि, म चाहिँ ख्रिस्टको निम्ति नै जिउँछु हैन भनेर चाहिँ पावलले चाहिँ यहाँ भन्दै हुनुहुन्छ हैन। अनि यही जेलमा मर्नु पर्यो त नि मेरो निम्ति चाहिँ लाभको कुरा हो हैन। म मरे पनि म चाहिँ ख्रिस्टकै हुनेछु। हालेलुया हैन। म चाहिँ ख्रिस्टकै हुनेछु, म चाहिँ ख्रिस्ट कहाँ नै म चाहिँ पुग्नेछु भनेर पावलले भन्दैछ हैन। उसको निम्ति मर्नु चाहिँ के हो रे? लाभ हैन। लाभ भने चाहिँ के हो त? फाइदा हैन। राम्रो, किन त सिद्धिनु भयो भनेर चाहिँ ऊ चाहिँ निराश छैन, तर ऊ चाहिँ के त यहाँ उत्साहको वचन चाहिँ उसले दिँदैछ। ऊ चाहिँ खुसी छ हैन। उसले भन्दैछ मेरो निम्ति जिउनु चाहिँ ख्रिस्ट हो, म यो जेलमै जिउनु पर्दा नि म चाहिँ ख्रिस्टकै निम्ति जिउँछु हैन। अनि मर्नु परे पनि म ख्रिस्टकै निम्ति मर्छु, मेरो निम्ति यो चाहिँ लाभको कुरा हो। हालेलुया हैन। साँच्चै नै अनि ख्रिस्टको निम्ति हैन जिउनलाई चाहिँ के हुनुपर्छ त? पहिला ख्रिस्टसँग चाहिँ भेट गरिएको चाहिँ हुनुपर्छ। हालेलुया हैन। जो चाहिँ ख्रिस्टको निम्ति हैन जिउन चाहन्छ, पहिला ख्रिस्टसँग उसको चाहिँ भेट भएको हुनुपर्छ। अनि हामी पावलको जीवन हामी प्राय सबैलाई थाहा छ। ऊ चाहिँ पावल हुनुभन्दा अगाडि के थियो? के थियो उसको नाम? साउल हैन। अनि ऊ चाहिँ के गर्थ्यो? क्रिस्चियनहरूलाई सताउने हैन, कुट्ने, जेलमा हाल्ने, त्यस्तो काम गर्थ्यो नि त हैन। तर ऊ जब उसले परमेश्वरसँग भेट गरे दमस्कसको बाटोमा हैन, अनि त्यही समयदेखि नै उसको जीवनमा चाहिँ हैन उसको जीवन चाहिँ परिवर्तन भएको छ। साउलबाट के भयो त? पावल भयो। हालेलुया हैन। अनि ऊ चाहिँ ख्रिस्टको निम्ति जिउन थाले। अनि साँच्चै नै पावलले हैन यो लेखेको वचन चाहिँ आज हाम्रो निम्ति पनि हो। हामी हरेक अवस्था परिस्थितिमा चाहिँ हामी ख्रिस्टको निम्ति जिउनुपर्छ हैन। अनि मर्नु पनि हाम्रो निम्ति चाहिँ लाभ हैन हो भनेर चाहिँ के त सोच्नुपर्छ। हालेलुया। अनि तपाईको माझमा मैले यहाँ हैन जो ख्रिस्टको निम्ति जिउँछ हैन त्यसको जीवनमा चाहिँ के कुराहरू हुन्छ त भनेर चाहिँ म यहाँ 4-5वटा बुँदाहरू ल्याएको छु तपाईको माझमा। जो ख्रिस्टको निम्ति जिउँछ भने त्यसको जीवनमा चाहिँ यी कुराहरू देखिन्छ। अनि पहिलो नम्बरको बुँदा चाहिँ के छ भने उसले चाहिँ हरेक कुरामा परमेश्वरलाई धन्यवाद दिने काम गर्दछ। हालेलुया हैन। उसले चाहिँ हरेक कुरामा परमेश्वरलाई के दिन्छ? धन्यवाद दिन्छ हैन। अनि एकजना पढिदिन सक्नुहुन्छ होला
1 तेस्सलोनिकी 5:18 कसैले पढिदिनु त? सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिनीहरूका लागि परमेश्वरको इच्छा यही हो। आमेन। हैन, सबै परिस्थितिमा परमेश्वरलाई के देऊ? धन्यवाद देऊ किनकि परमेश्वरको इच्छा चाहिँ यही रहेछ। हैन, सबै परिस्थिति भन्नाले चाहिँ हरेक परिस्थिति तपाईँ हाम्रो जीवनमा राम्रो पनि आउँछ, नराम्रो परिस्थिति नै आउँछ, हैन, आनन्दको परिस्थिति नै आउँछ, दुःखको परिस्थिति नै आउँछ, हरेक परिस्थिति आउँछ। तर परमेश्वरको वचनले चाहिँ हामीलाई भन्दै हुनुहुन्छ हरेक परिस्थितिमा चाहिँ परमेश्वरलाई धन्यवाद देऊ ताकि परमेश्वरको इच्छा चाहिँ यही रहेछ। 1 नम्बरमा चाहिँ के रहेको छ त? जो व्यक्ति ख्रीष्टको निम्ति जिउँछ भने उसले चाहिँ परमेश्वरलाई धन्यवाद दिन्छ अथवा ऊ चाहिँ धन्यवादी जीवन जिउँछ। हालेलुया। अनि दोस्रो बुँदामा चाहिँ के रहेको छ भने जो व्यक्ति ख्रीष्टको निम्ति जिउँछ भने उसले चाहिँ शान्ति अथवा आनन्दको महसुस गर्दछ। हालेलुया। हैन, शान्ति अथवा आनन्दको महसुस गर्दछ। हैन, साँच्चै नै यहाँ यशाया 26:3 ले चाहिँ यसरी भन्छ, म पढिदिनेछु। जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शान्तिमा राख्नुहुन्छ किनभने त्यसले तपाईँमाथि भरोसा राख्छ भनेर यहाँ यशाया 26:3 ले भन्छ। जसको मन तपाईँमा अडिएको छ, जसको मन चाहिँ ख्रीष्टमा अडिएको छ, हैन, त्यसलाई चाहिँ परमेश्वरले पुरा केमा राख्नुहुन्छ? शान्तिमा राख्नुहुन्छ। जसको हृदय चाहिँ परम प्रभुमा अडिएको छ, अरू थोकमा होइन तर परम प्रभुमा अडिएको छ भने उसलाई चाहिँ हरेक अवस्था परिस्थितिमा परमेश्वरले चाहिँ शान्तिमा आनन्दमा राख्नुहुन्छ। जो व्यक्ति ख्रीष्टको निम्ति जिउँछ भने उसले चाहिँ हरेक अवस्था परिस्थितिमा आनन्द शान्ति महसुस गर्छ। यो चाहिँ 2 नम्बर हो, हामी चर्चा गर्नेछौँ। अनि 3 नम्बरमा चाहिँ के रहेको छ भने जो व्यक्ति ख्रीष्टको निम्ति जिउँछ भने उसले चाहिँ क्षमा दिने र क्षमा लिने काम पनि गर्दछ। हालेलुया। के गर्छ रे? क्षमा दिने, क्षमा दिने। हैन, साँच्चै नै क्षमा लिने दिने भन्ने कुरा सजिलो छ? छैन, गाह्रो छ है। सजिलो छ हैन, तर साँचो क्षमा दिन चाहिँ गाह्रो छ कि भन्न त हामी भन्छौँ हैन, मैले तपाईँलाई क्षमा गरिसकेँ हैन, ल भयो होस् हैन, बिर्सिदिनु भन्छ। तर कतिपय समयमा त्यही पहिला भएको कुरालाई फेरि कोट्याउँछ क्या हैन। अनि यहाँ त्यसैले एफिसी 4:32 मा चाहिँ यसरी भनिएको छ, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हो। हालेलुया। हैन, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो। अब हामी सबैलाई थाहा छ, मैले भनिराख्नु पर्दैन हैन, परमेश्वरले हामीलाई कसरी क्षमा गर्नुभएको छ भन्ने उदाहरण जब ख्रीष्ट क्रुसमा टाँगिरहनु हुँदा परमेश्वरले चाहिँ एउटा क्षमाको शब्द बोल्नु। के शब्द थियो त्यो? के शब्द थियो? यिनीहरूलाई क्षमा गरिदिनुहोस् हैन। यिनीहरू चाहिँ के गर्दैछ? जान्दैन। हालेलुया। हैन, त्यस्तो क्षमा होस् रे के हैन, जसरी मैले तिमीहरूलाई क्षमा गरेँ कुनै पनि हैन हिसाब नराखिकन, खराबीको हिसाब नराखिकन तिमीहरूलाई मैले क्षमा गरेँ हैन। त्यस्तो साँचो क्षमा चाहिँ तिमीहरूले चाहिँ एकअर्कालाई गरोस् भन्ने चाहिँ परमेश्वरको चाहिँ चाहना इच्छा छ। अब हामी 4 नम्बरमा हामी जानेछौँ। अनि अर्को चाहिँ के रहेको छ भने जो व्यक्ति ख्रीष्टको निम्ति जिउँछ भने उसको जीवन चाहिँ प्रार्थनाको जीवन हुन्छ। हालेलुया। हैन, प्रार्थनाको जीवन पनि हुने रहेछ हैन। अनि हामी सबैलाई थाहा छ हैन, प्रार्थना चाहिँ के हो त? परमेश्वरसँगको के हो? घनिष्ठ सम्बन्ध हैन, कुराकानी हैन परमेश्वरसँग हैन। अनि परमेश्वरले भन्नुभएको छ हैन, निरन्तर प्रार्थना गरिरहनु हैन, प्रार्थनामा लागिरहनु। अनि साँच्चै नै जब हामी प्रार्थना गर्छौँ भने परमेश्वरसँग हामी नजिक हुन सक्छौँ हैन। परमेश्वर हैन, परमेश्वरलाई हामी राम्रोसित हामी चिन्न सक्छौँ हैन। यदि प्रार्थना छैन भने के हुन्छ त? हामी बिस्तारै हामी
बिर्सिँदै हामी जान्छौँ। प्रार्थना चाहिँ परमेश्वरसँग र हाम्रो कुराकानी हो होइन। जब हामी परमेश्वरसँग हामी प्रार्थना गर्छौँ भने हामी परमेश्वरलाई झन् असल तरिकाले हामी चिन्न सक्छौँ। हालेलुया होइन। अनि साँच्चै नै एउटा उदाहरण होइन, तपाईँको साथी होइन, 10 वर्षकै साथी भनौँ न होइन, 10 वर्षकै साथी, तर त्यो साथी चाहिँ विदेश गयो होइन, अनि 2-3 वर्ष बोल्नु भएन। तपाईँले पक्कै पनि त्यो साथीले बिर्सिनुहुन्छ क्या होइन, बिर्सिन्छ होइन। अनि 2-3 वर्षपछि त्यो साथीले मेसेज गर्यो नि, भोलि मेसेज गर्यो होला भनेर प्रोफाइल अन गरेर के गर्नुपर्छ, हेर्नुपर्छ। अब त्यहाँ बोलचाल भइराख्यो भने ए यो साथी हो भन्नुहुन्छ नि त होइन। तर 10 वर्षकै साथी होस्, 2-3 वर्ष नबोलोस्, तपाईँले प्रोफाइल चेक गरेर हेर्नुपर्ने हुनसक्छ होइन। अनि त्यसरी नै होइन, हामी परमेश्वरसँग हाम्रो प्रार्थना छैन भने हामी बिस्तारै हामी बिर्सिन्छौँ, ख्रिस्टलाई बिर्सिन्छौँ होइन। उहाँ को हुनुहुन्थ्यो, कस्तो हुनुहुन्थ्यो भने हामी बिर्सिन्छौँ। त्यसरी नै होइन हामी ख्रिस्टसँग प्रार्थना चाहिँ हाम्रो भइरहनुपर्छ। हालेलुया होइन। प्रार्थना होइन कुराकानी भएन भने बिस्तारै हामी ख्रिस्टबाट हामी टाढा हुन्छौँ होइन। यो भयो 14 नम्बरको। अर्को हामी जानेछौँ, जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने उसले चाहिँ सुसमाचार पनि प्रचार गर्छ। हालेलुया होइन। जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ उसले के गर्छ अरे, सुसमाचार पनि प्रचार गर्छ होइन। अनि साँच्चै नै परमेश्वरले हामीलाई काम पनि दिनुभएको छ होइन। तिमीहरू चाहिँ होइन सुसमाचार सुनाउनु होइन सबै ठाउँमा भनेर परमेश्वरले हामीलाई भन्नुभएको छ होइन। अनि सुसमाचार होइन सुनाउन सजिलो छ छैन, गाह्रै छ होइन। तर जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने उसले होइन सुसमाचार मौका पाएको बेला सुनाउँछ होइन। कोही कोही मान्छेहरू होइन तपाईँ क्रिस्चियन हो भन्दाखेरि चाहिँ के हुन्छ, लजाउँछ होइन, डराउँछ होइन। तर जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने चाहिँ उसले चाहिँ त्यहाँ के पाउँछ त, अवसर पाउँछ क्या, हो म चाहिँ क्रिस्चियन हो होइन। अनि त्यहाँबाट सुसमाचारको कुराहरू उसले सुनाउने अवसर होइन मौका पाउँछ। अनि त्यसैले होइन जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने चाहिँ ऊ चाहिँ निर्धक्कपूर्वक होइन, ऊ चाहिँ नलजाइकन नडराइकन ऊ चाहिँ ख्रिस्टको सुसमाचार पनि सुनाउने गर्दछ। तिम्रो बुधा त्यही रहेको छ होइन। जो व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने उसले चाहिँ के महसुस गर्छ भने, उसले चाहिँ के थाहा गर्छ भने यो शरीर चाहिँ होइन पवित्र आत्मा परमेश्वरको घर हो होइन, मण्डली हो होइन, मन्दिर हो भनेर चाहिँ उसले चाहिँ के गर्छ त, थाहा गर्छ। अनि यहाँ हुनुभएको सबैको घर छ, पक्कै पनि घर छ होइन सबैको। तपाईँहरूले कस्तो राख्नुहुन्छ त्यो होइन, सानो घरै किन नहोस् तपाईँहरूले त्यो घर कस्तो राख्नुहुन्छ, कस्तो सफा राख्नुहुन्छ है, सफा राख्नु। किन राख्नुहुन्छ सफा? हामी बस्नुपर्छ होइन, फोहोर मैला नहोस् भनेर होइन, खाना खाँदा पनि एकदम होइन आनन्दसँग खाना मन लागोस् भनेर होइन हो नि होइन। अनि मेन त हामी रोगी नहोस्, बिरामी नहोस् होइन भनेर हामी सफा गर्छौँ होइन, राम्रो देखोस् भनेर सफा गर्छौँ। अनि साँच्चै नै हाम्रो जीवन पनि पवित्र आत्माको घर हो, मन्दिर हो। अनि विभिन्न कुराहरू होइन, अब साँच्चीको फोहोर मैलाहरू त हुँदैन, तर घमण्डको कुराहरू, क्षमा नदिने कुराहरू, रिसका कुराहरू, डाहाका कुराहरू होइन, घृणाका कुराहरूले चाहिँ के भएको हुन्छ त, हाम्रो जीवन फोहोर भइरहेको हुन्छ होइन। त्यसैले चाहिँ ती कुराहरूलाई सफा गर्ने चाहिँ के हो त, परमेश्वरको वचन नै हो। हालेलुया होइन। परमेश्वरले चाहिँ तिमीहरू चाहिँ के हुनु भनेको छ, नम्र होइन। अब परमेश्वरको वचन छ भने चाहिँ घमण्डी छ भने अब हामी के हुनुपर्ने रहेछ त, नम्र हुनुपर्ने रहेछ भनेर थाहा गर्छ। अनि त्यो घमण्डीपनलाई हटाएर हामी के गर्छौँ त, नम्रलाई लाग्छौँ होइन। त्यस्तै हो। अनि हाम्रो आत्मिक जीवन सफा भएन भने हामी आत्मिक जीवनमा हामी बिस्तारै रोगी हुँदै जान्छौँ होइन, बिरामी हुन्छ। अनि त्यसपछि चर्चमा पनि मन लाग्दैन होइन। बिरामी भएपछि तपाईँलाई कहीँ जान मन लाग्छ, शरीरमा बिरामी हुँदाखेरि के गर्न मन लाग्छ, सुतेर बस्न मन लाग्छ होइन, अलस्य लाग्छ, खाना पनि मन लाग्दैन होइन, बोल्न पनि मन लाग्दैन। त्यस्तै क्रिस्चियन जीवनमा पनि हामी बिरामी भयो भने हामीलाई चर्च जान पनि झ्याउ लाग्छ होइन, प्रार्थना गर्न पनि झ्याउ लाग्छ, वचन त झन् सुन्नै झ्याउ लाग्छ। अब प्रार्थनाको
5-10 मिनटको हुन्छ होइन, वचन त अब चर्चमा 1 घन्टा होइन, आधी घन्टा हुन्छ, त्यो सुन्दा नि झ्याल लाग्छ होइन। सङ्गति कहिले सिद्धिन्छ भन्ने जस्तो नि हुन्छ होइन। मेन त अब सङ्गति नै जान झ्याल लाग्छ भनौँ न होइन। आत्मिक जीवनमा हामी रोगी छौँ भने होइन, त्यसैले चाहिँ जब व्यक्ति ख्रिस्टको निम्ति जिउँछ भने चाहिँ त्यसले चाहिँ थाहा गर्छ यो जीवन चाहिँ होइन परमेश्वरको घर हो, यसलाई चाहिँ मैले सफा राख्नुपर्छ। हालेलुया। सराप्न मन नलाग्ने खालको मनै नभएको मान्छे कोही हुनुहुन्छ त? रिस उठ्दैन कोही हुनुहुन्छ? कोही हुनुहुन्छ होइन? कोही पनि छैन होइन। सबलाई हुन्छ रिस उठ्दाखेरि होइन, सरापौँ कि जस्तो हुन्छ। तर हामीलाई थाहा छ होइन, हामी चाहिँ परमेश्वरको जन हो, त्यो स्वभाव चाहिँ छ क्या, तर हामी सराप्नु हुँदैन भन्ने हामीलाई चाहिँ थाहा छ। त्यो चाहिँ के हो त? पाप हो। स्वभाव चाहिँ छ क्या होइन। कसैलाई यहाँ झगडा गर्न मन नलाग्ने स्वभाव छ त होइन, झगडा गर्न मन लाग्छ होइन, रिस उठाएको बेला हामी के हो जस्तो हुन्छ। तर हामीलाई चाहिँ थाहा छ कि अब झै झगडा गर्नु पनि के हो त? पापै हो होइन। किनकि परमेश्वरले भन्नुभएको छ होइन, रिस गर तर पाप नगर होइन। कतिजनाले चाहिँ रिस गर्नु नि पाप हो सम्झिँदो रहेछ क्या होइन। तर परमेश्वरले भन्नु रिस चाहिँ एउटा भावना हो, एउटा इमोसन हो। जसरी हामी खुसी हुन्छ भने हामीमा रिसका कुराहरू हुन्छ, तर त्यो रिसमा गरिने कुराहरू चाहिँ के हो त? पाप हो होइन। त्यसरी परमेश्वरले भन्नु रिस चाहिँ जति गर्न नि पायो तपाईँ रिसाउनुहोस्, तर त्यसमा चाहिँ त्यो रिसको चाहिँ रियाक्सन चाहिँ देखाउनु भएन होइन। झगडा गर्ने होइन, अब के होइन, रिसमा के गरिन्छ हरेक कुरा चाहिँ पाप हो। अनि त्यसैले चाहिँ होइन दुष्टले चाहिँ हामीमा होइन पापहरू हालिदिन खोज्दछ, किनकि पापको स्वभाव चाहिँ हामीमा छ। अनि फेरि होइन हामीले पाप गऱ्यो अब खत्तमै भयो भन्ने चाहिँ होइन, तर जब होइन एउटा साँचो क्षमाको हृदय लिएर हामी परमेश्वरमा हामी जान्छौँ भने, क्षमा माग्छौँ भने अवश्य पनि परमेश्वरले चाहिँ क्षमा दिनुहुन्छ। हालेलुया होइन।